हेलो गाइज, हामी चाहिँ आज निक्को घुम्न जाँदैछु। निक्कोको यस्तै त हो नि, यस्तो राम्रो राम्रो ब्युटिफुल होइन। ल के भन्न मन छ? के भन्ने हो र मैले? सबै फेरि भिडियो गरिरहेछ। यहाँ हामी कार चलाउने चाहिँ ऊ राजन सर हो, साइडमा विशाल कालु हो। होइन होला कसम यस्तो छ। ठाउँ खोज्न चाहिँ यहाँ पर्ने रहेछ होइन। यस्तो ठाउँतिर चट्ट चिसो बियर खाएर पार्टी गर्न चाहिँ मजा हो क्या। देखाउ न काम कस्तो राम्रो आइरहेछ अनि कस्तो लागिरहेछ त कालो? सही त्यति मात्र कि अरू केही भन्ने छ? के भन्नु नि अब, गर्लफ्रेन्डमा गर्लफ्रेन्डसँग आउनुहुन्थ्यो होइन, ढुक्क हो क्या। अब हामी यति हो क्या, पछाडि चाहिँ 3 जना छौँ। के भन्ने छ भट्टे? मन छ पिस ठाउँमा गएर पिस भएर आउने हो कि होइन। कति काम भन्ने होइन, त्यही हो भन्नु त नमिल्ने हो। कामै काम छ है हाम्रो। साथीलाई सब्सक्राइब गरिदिनु होला भन्ने। अनि अरू नि भन्न न, सपोर्ट गरिदिनु होला। सपोर्ट होइन। अनि आज हामी कहाँ घुम्न जाँदैछौँ त? आज निक्कोमा के हेर्ने? जापान निक्कोको भ्यू देखाइदिनु साथी। चट्ट देखाउने अब। यस्तै हो अब, बिच बाटोमा राम्रो राम्रो भ्यूहरू देखाउँदै गर्छु। यस्तो राम्रो चिसो हावामा हिजो अलिकति चिसो बढी भएछ, खोकी लागिरहेछ। त्यही भएर सन्चो छैन। काम पनि बिदा बस्यो। काम पनि बिरामी भएपछि त्यही त हो नि, कति काम हान्नु, आफ्नो हेल्थको नि केयर गर्नुपर्छ। त्यही भएर हाम्रो साथीहरू चाहिँ यहाँ छ चट्टा। बिच बाटोमा अर्को सिनहरू आउँदै गर्छन्, त्यो बेला भिडियो गर्छु। अहिलेलाई चाहिँ अलिकति यताउता बोल्नु पर्यो। अनि अरू केही भन्ने छ कि? उता घुम्ने यस्तो के यस्तो रहेछ। फर्स्ट टाइम आएको हो। अब म यस्तै रहेछ, राम्रो रहेछ। मलाई त यहीँ बसम मन लाग्यो। अब के गर्नु, कामसाम गर्नुपर्छ। डेन्जर हाल्यो। राम्रो ठाउँ रहेछ, आउनुहोस् यसो। अब गर्मी महिनामा चट्ट बिदाको दिनमा, गर्मीको बिदाको दिनमा सलक्क यहाँतिर चिसो फ्रेस हुन नि मिल्ने रहेछ। लाइक गाइज आउनु होला, फेरि अर्को भिडियो आउँछन्। अहिलेलाई चाहिँ यतिकै बिच बाटोतिर गरौँ ल। लाइक सब्सक्राइब पनि गरिदिनु होला। यस्तै त हो नि। राम्रो रहेछ। हामी चाहिँ निक्को जाँदैछौँ। हेलो गाइज, हामी चाहिँ ठाउँमा पुगे। कहाँ पुगे थाहा भएन होइन। लास्टमा एउटा ठाउँ पुगे। टिकट दिएको न सबले। के गर्ने हामी यहाँ अब? बोट चढ्ने जाने। त्यही त अनि हामीले फेरि नेपाली दिदी नि देखे। नेपाली बोलेन क्या, त्यसले अब चिनेसी। यहाँ तल छ। के भन्छ यसलाई? बोर्डिङ गर्नेले के भन्छ? ऱ्याफ्टिङ गर्ने हो। अब हामी यस्तै हो,
हाम्रो बोटहरू त्यहाँ छ मजाले जाने बोटिङ गर्ने अब यसमा राम्रो रमाइलो भएन भने अर्को ठाउँमा जाने बाटोमा पर्ने ठाउँमा आइसक्रिम नि खायो दही पनि खायो अब के खान बाँकी छ के निकोको त्यो मेन ठाउँमा जाने भन्ने ठाउँमा त टाइम लाग्छ अब त अनि यहाँदेखि त लाग्दैन कि हेर न घन्टा 45 मिनट मजाले लाग्छ कसम मैले अब जहाँ भनेको नि मैले लेफ्ट राइट भनेको नि हो त्यहाँसम्म त पुग्ने अब 15 मिनट लागिहाल्छ त्यहाँबाट 30 मिनट त देखाएको थियो यहाँबाट नजिक छ कि कसले जाने हेर न अब यहाँ चाहिँ हाम्रो नेपालमा कुद्ने हो खोलामा अब माछा साछा मार्ने मजाले गर्ने यस्तै रहेछ घुम्ने ठाउँ मजाले यति धेरै मान्छेहरू छ साथीहरू यस्तै छ फेरि हामी तिनजनाको चाहिँ ड्रेसको कलर नि त्यस्तै है एउटै टक्क काली खोला देखाइदेऊ न यहाँ चट्ट ऊ तिमीले देखाएको उयो पुल होइन के राजा कसम हो क्या सब होइन के हो त्यो होइन के हो यहाँ फिसिङ पनि गरौँ कि के हो नजर आऊ हेर अब यस्तै हो अब फुल भ्लग आउँछ हात दुखिसक्यो सल्लाहका बाबा लगाइरहेछ यतिको चाहिँ हुनुपर्छ कि हाँसहरू छुन्नी छ त्यहाँ हाँसहरू सेल्फी हान्नुपर्छ यत्तिको चाहिँ हो कि मजाले अब एकछिनमा कति गयो रे 17,500 रुपियाँको टिकट हो के सोचेको 17,500 को सानो तिन होइन नि त एउटा प्लास्टिक यहाँ पाइन्छ रहेछ त यहाँ निमोर्छ हाल्ने प्लास्टिकमा हाल्ला नै यो कुचोहरू के के जुत्ताहरुमा प्लास्टिक हाल्ने रहेछ कि होइन होला हो यहाँ फोटोमा लाउने चाहिँ हिनाला भाइ प्लास्टिक हिनाला ए त्यहाँ नि पानी हुन्छ होला के त्यो बोटमा नि जुत्ता उसर्ने छ खोल्ने छौ नि फेरि हामी बसमा आउने हो कि जुत्ता खोल्ने बसमा आउने ए जुत्ता खोल्नु पर्ने रहेछ नि प्लास्टिक एकछिनमा सल्लक्क जाने हो यति धेरै मान्छेहरू छन् होइन मजाले अब यति हो अट्छौँ हामी यहाँ नि सल्लक्क बस्ने हो अटेन भने सेकेन्डमा आउँछ कति धेरै मान्छे हो यति धेरै छ अब यसरी बस्ने रहेछन् होइन चट्ट घरमा बसे जस्तो सेल्फी हानौँ न एउटा सेल्फी हान न तिमीहरूको म भ्लग बनाउँदैछु त अनि अब यस्तै हो होइन घुम्नु नै हो मजाले ए भिजै भिज्छ इस ए फोटो खिच्ने मान्छे चाहिँ त्यहाँ रहेछन् उसले खिच्छ फोटो चाहिँ हामी चाहिँ यहाँ सल्लाक्क होइन मजाले घुम्ने बस्ने रमाइलो त गर्ने हो नि केही भन्नु छ जापानमा आएर फर्स्ट टाइम हो कि फर्स्ट टाइम हो आज फर्स्ट टाइम होइन अब टक्क चिरन भ्लगलाई सब्सक्राइब हानिदिनु होला त्यो त छँदैछ कि कस्तो लागिरहेछ एकदम बबाल मलाई त डर पो लाग्दो रहेछ त पहिलो एक्सपिरियन्स है जिन्दगी है तर म अगाडि बस्नुपर्ने थियो कि सल्लक्क हामी सबै भ्लगमा आउनको लागि अब हिँडिहाल्यो
हामी चाहिँ गयौँ हामी चाहिँ गयो है हामी चाहिँ गयो है गयो पर्दैन हिजै भिज्छौ अलिअलि त तर मजा आयो है बोर्डिङको यही त नि अब यति नै हो अब हल्ली त रहेछ फर्स्ट टाइम हो मेरो नि बोर्डिङ चाहिँ जापानमा फर्स्ट टाइम हो मजा आउँदो रहेछ आनन्द ओहो के हो के भन्यो पुलमाथि छ मान्छे यार को नेपाली हो कि आयो हात पो दुख्दो रहेछ यहाँ माथितिर होटेल रहेछ होटेल हाम्रो साथीले चाहिँ मजाले फोटो खिच्दैछन् मजा ल उचाला पानी भिडियो यतिको चाहिँ हो कि 17,000 पनि निकाल्नु पर्छ त केटा हो 17,000 17,000 हो नि त दादा डेन्जर रहेछ तर मजा आयो हेर न त्यस्तो ठाउँमा को गएर त्यस्तो बनायो है माथि ल पानीले भिज्यो त अनि को अगाडिको मान्छेहरू ल मन्दिरहरू जस्तो छ त भनेर बुढी त्यो बुढोले त्यो भनिन्छ त ठाउँमा भनिन्छ कि यहाँबाट पानी आएर रहेछ त्यस्तो त अनि यतिको चाहिँ हो कि मजाले होइन नेपालमा नि यस्तै हुनुपर्ने हो कि ऊ त्यहाँ चरा देखाएर हो कि जसले देखे नि हो कि होइन त्यो पुगेर जाने होइन यस्तो यतिको चाहिँ हो कि बाई बाई ओ यहाँ दोजार चाहिँ कहाँबाट आयो त यो दोजार कहाँबाट आयो त अनि खोलाबाट आयो होइन खोलाबाट आयो
मजाको काम मजा कस्तो लाग्यो त अनि हो एकदम रमाइलो जग्गा हो हाम्रो कालो भयो ए लगा के देखा त के को टाउको जस्तो देखिन्छ भने त्यसले अब के को लाई भनेपछि के बनाइरहेछ कि होइन यिनीहरूले यहाँ यो केही उनीहरूको केही देख्छ होला कि के छ के कि क्यामेरा हो आए ढाँट दुख्यो मेरो त यहाँ बसेर साइडबाट भिडियो बनाएर साइडबाट खाता चाहिँ भयो त कसरी देख्ने यो त उयो भएर हामी चाहिँ घुम्दैछौँ त्यतिको रमाइलो चाहिँ लागेन अहिले त अघि चाहिँ सुरुमा कस्तो रमाइलो प्लास्टिकमा नाची गरोस् हामीलाई त भिज्दैन लास्टमा बस्ने मान्छेलाई त तर यस्तो नबिसिकन त के रमाइलो हुन्छ हल्का त भिज्दै पर्छ हो एनाकोन्डा सेन्डाकोन्डा आयो पो यहाँ यहाँको अघि सर्पा देखेको बिर्स्यौ त्यो त बच्चा मात्र देख्यो नि त अनि। देख्दा त यत्रो सर्पा भेटिरहेको क्या अनि मेन भर्सेस ओल्ड हुन्छ नि त त्यो भयो नि त हाम्रो आज अब हामी कहाँ पुग्ने हो यहाँबाट निकै पुग्ने हो कि पुग्ने हो हात भिजाउ रे के खाना भिजाउनु पनि हातमा यहाँ बस्नु यस्तै हो जे होस् फ्रेस छ होइन जे होस् रमाइलो छ नेचुरल रमाइलोमा आउन पायो यति नै हो अब यसमा रमाइलो लागेन अहिले फोटो खिच्दा रमाइलो हुन्छ त्यही त हो नि जापानमा टिकटकतिर त देखेको थियो योहरू युट्युबतिर अब हामीले फर्स्ट चलाउन नि पायो ड्राइभ गर्न नि पायो सलक्क यतिको चाहिँ हो कि मजाले आनन्दले घुम्न पायो जुत्ताहरू चाहिँ गाल्ने अनि यसरी बस्ने सबैजना यसरी बसिरहेको छन् रमाइलो त केही रमाइलो छैन बेला प्लास्टिक चल्न आउँछ त्यही हो अब यहाँ धेरै उयो रहेछ खोला चाहिँ ठुलो रहेछ यस्तै हो खोलाहरू यसरी चलेर छन् मजा चाहिँ नराखौँ होइन यस्तै रमाइलो भिडियो हेर्नको लागि किरण ब्लगलाई सब्सक्राइब गरिदिनु होला होइन गरिदिनु होला प्लिज हामीलाई नि अलिकति सपोर्ट गरिदिनु होला गरिदिएपछि बल्ल हामीले नि होइन अच्छा भिडियो देखाउँछौँ यो डोजरहरू चाहिँ यहाँतिर कहाँबाट ल्यायो भन्ने कुरा हो कि हिरबाट झरेको के नेपालको जस्तै झरना रहेछ झरना थाहा त होइन डेन्जर तल आयो कि हामी होटेल अडेर साइडमा है
के भन न के भन्ने हो र भन न कस्तो उयो भयो महसुस म त मन पऱ्यो भनिदिन्छु नि Welcome to Savan, bro. This is Kanglai. हामी कहाँबाट हामी साबरमा हान्दिउँ न एकचोटि गुनै गु भएको होला गुनै गु भएको होला माछा एउटा छैन माछा पक्रेर खाने है क्या अब चाहिँ हामी आयो आएन ऊ अनि फोटो खिच्ने क्या फेरि माथि नै तानेर लगिने हुन्थ्यो त उयो मान्छे सुतेको रे कि उयो छेउको हेर न को मान्छे आएर सुतेको रे कि भूकम्प आउने बेलामा त्यसकै अनि उयो हेलो हाम्रो चाहिँ अब यस्तो भयो यहाँतिर चाहिँ डुङ्गा चल्दैन रहेछ अब ऊ यहाँ तान्ने बुढो आएर तान्दैछन् अब बल्ल मजा आयो के बल्ल बल्ल यत्तिको हो क्या यति तानेसी त भएन यतिको चाहिँ हुनुपर्ने हो क्या है भुइँ माथि नै बाट गाई अब यत्तिको भयो यत्तिको चाहिँ हो कि होइन यतिको चाहिँ हुनुपर्ने हो क्या तानेर लग्यो आनन्द मोबाइल खस्यो भने 1,80,000 पो जान्छ म त हाम फालिदिन्छु यार धेरै ठुलो नि छैन किन हाम फाल्ने मोबाइल टिप्नु परेन भेट्नु नि पर्ने हो त्यसपछि त बरु त्यो बुढोको टोपी भेटेल मोबाइल भेटिन्न फुल त डेन्जर रहेछ अघिको पुल यही त हो नि मोबाइलमा हेर अन्त त्यो पुल हो कि होइन के त्यो भनेको होइन कि अघि हामी यहाँबाट यस्तो आयो नि त मैले अनि यो हो भन्यो नि त तिमीले देखाएको पुल यो भन्यो नि त्यही हो र कि यो अहिले पो ल मजा आयो तानेर यस्तो लग्यो भिडियो बनाउँछ नि यस्तो पानी छलाङ लाग्छ त्यस्तो बनाउनु पर्छ नि अघि मैले भने नि त यो ड्याम हो भनेर यही हो त त्यो ड्याम अहिले चाहिँ बल्ल पानी उथल भयो है केटा है पौडी खेलिदिउँ न त के छ विचार केटाहरूको आयो नि गयो क्या पौडी खेलिदिउँ के मलाई जहाँसम्म लाग्छ यो ड्याम हो कि त्यो हाम्रो हाइडो पावर जस्तै रहेछ हाम्रो एक बुढा थिच परेर पछाडि ड्याम हो भनेको देख्नु ड्याम रहेछ कि त्यो अघि हामी आएको थियो नि त यो बाटो यही रहेछ कि अघि आएको बाटो हामी यतै बस्छौँ एक गाउँमा जानु भन्नु पऱ्यो क्या है यहाँ बस्छ कि हो अहिले अलिअलि हावा आयो अहिले बढी कुदा हुन्न नि अहिले चाहिँ मजा आयो म त आउँछ बस्नु यता भन्नु
ल अब झर्ने ठाउँ आयो गएर गाडी लिएर म यहाँ बस्छु कहाँदेखि कहाँसम्म आयो बेकारमा फाइनली हामी चाहिँ एउटा झर्नामा आइपुग्यो त्यो झर्ना चाहिँ यो हो मेरो पछाडि देखिरहेको छ होइन हामी चाहिँ पहिल्यै यहीँ भनेर आएको अब केटाहरूले कहाँ कहाँ लगिदियो यस्तो राम्रो झर्ना रहेछ यस्तो होइन नेचुरल ठाउँमा झन् केटाहरूले पहिल्यै जाऊँ यहाँ जाऊँ त्यहाँ जाऊँ भनेको मान्दै मानेर के गर्नु केटाहरू अन्त उयो हुन्छ मजाले र हेर्नुहोस् अनि कस्तो लाग्यो त केटाहरूलाई झरना बबाल है फाइनली झरना त बबाल झरना त ठिक झनै बबाल क्या हो झर्ना थापाको कि को यस्तो ठाउँमा आइपुग्यो राम्रो रहेछ ठाउँ चाहिँ यस्तो भिड अनि उयोहरू ठाउँ त राम्रै रहेछन् के गर्नु कहाँ हो के हो यति झर्ना हेर्न आएको लगभग मोबाइलमा चार्ज नै थिएन चार्ज नि गरेन त्यही भएर अनि सल्लाह यस्तो भयो क्या त्यही भएर यति हो आउनुहोस् फ्रीमा हो अब उताबाट चल्ने बेलामा चाहिँ पैसा लिने रहेछ हाम्रो चाहिँ पैसा के तिर्नु यहीँबाट देख्ने हो अब सबै एउटै त हो नि भनेर तिरेन यति हेर्न आएको अब उतातिर पनि अहिले भेटौँ ल मोबाइलमा चार्ज नि छैन सरी है त हामी चाहिँ अब 200 मिटर तल आयो हो 200 मिटर यहाँ तल यहाँ माथि चाहिँ फेरि उयो यहाँ माथि चाहिँ खोला बग्छ अरे अनि यहाँ माथिबाट चाहिँ हामी चाहिँ अन्डरग्राउन्डमै तल ढुङ्गाको बाटोबाट आइदिएको यस्तो राम्रो छ होइन यहाँतिर नि पानी चिसो छ कि चिसो मजाले यहाँ माथि चाहिँ फेरि पानीहरू बगिरहेको छ कि ओइ यहाँ माथि चाहिँ पानी बग्छ अरे के यस्तो डेन्जर बनाएको रहेछ यार अब हेरौँ होइन कस्तो रहेछ एकचोटि 600-700 रुपियाँ काटेर आएको छ यहाँबाट पनि तल जानुपर्ने रहेछ यसै त अब तल जाऊँ हेरौँ बुद्ध होइन अब एक्साइटेड छु अब चाहिँ यो राम्रो ठाउँमा आइपुगेको छु भन्ने जस्तो लागिरहेछ त्यही भएर होइन राम्रो ठाउँमा आइपुगेको छु मजाले म देखाइदिन्छु है त गाइस ल हेर्नुहोस् ल अघि त माथिबाट देखेको हामी चाहिँ यहाँ माथिबाट यहाँ आएको यता आएको पानी त्यहाँ माथि पानी बग्दो रहेछ कि फेरि त्यहाँबाट आएको त्यस्तो रहेछ ठाउँहरू चाहिँ राम्रो रहेछ अब 600 रुपियाँ तिरेर आएको एकजना कति व्यक्ति अब 3000 रुपियाँ बोल न कस्तो लाग्यो त्यो पहिलाको ठाउँभन्दा अहिलेको ठाउँ कस्तो धेरै राम्रो खतरा है त्यहाँ त 600 रुपियाँमा गयो है त्यहाँ 70,000 गयो यहाँ 3000 यस्तो रमाइलो नि हेर न त यस्तो छ होइन त्यही त अनि अब यहाँ भित्र त डेन्जर चिसो रहेछ कि किनभने त्यहाँ पानी आउँदो रहेछ त्यहाँबाट फेरि यता आउँदो रहेछ कि क्यामेराबाट नि हेर्न पाउँछ कि अब यहाँ हाल्न मिल्छ ल यसरी हेर्छु भनेको छैन कि कालो देखिरहेछ पैसै छैन भिखारी भइरहेछ मेरो फोटो खिचाएर त यसो हेरेर जस्तो गरिदिन्छु अब के गर्नु यस्तै त हो नि होइन यहाँ हेर न फेरि पोखरीमा सल्लाह यो छ यस्तो छ कि यस्तो छ त्यहाँ गुफाहरू छ होइन गुफाहरूमा के छ केही थाहा छैन होइन अब फर्स्ट टाइम आएको रमाइलो रहेछ पहिला अघि सुरुमा
गएको ठाउँभन्दा त यही डेन्जर रहेछ कि बरु यहीँ आउनुपर्ने रहेछ होइन अब ठाउँहरू थाहा भयो अर्को बेला त अब कतै घुम्न जाँदा यतातिर जानुपर्छ भनेर सोचेको छु त्यस्तै हो सबै मान्छेहरू किन्छ यहाँ पनि तल नि छ अब यहाँतिरबाट चाहिँ ढुङ्गाहरू खस्छ भनेर उयो गरेको रहेछ पहिला चाहिँ के हुँदो रहेछ भने पहिला चाहिँ यहाँ हिँडेर आउनुपर्ने रहेछ कि यहाँबाट यस्तोरी हिँडेर त्यहाँबाट गरेर आउनुपर्ने रहेछ अहिले आजकल त लिफ्टको व्यवस्था गरेर लिफ्टबाट अन्डरग्राउन्ड हुँदै त्यहाँतिर नि पानी खसिरहेको हुन्छ त्यही भएर मजाले हुने रहेछ त्यही भएर मान्छेहरू नि छन् यहाँतिर मान्छेहरू यो चाहिँ उयो गर्ने हो मजाले त्यहाँ मजाले हेर्ने त्यस्तै त भाइ म अहिले एकछिनमा नि भिडियो गर्छु त्योहरू नि हाल्छु लाइक सब्सक्राइब गरिदिनु ल समदेश हामी चाहिँ चटक्क फोटोसोटो खिच्यौँ अब जान गएको अब यस्तै त हो नि रमाइलो लाग्यो यहाँ आएर जान्छु छलक्क बन्द भयो गाँठ पनि आयो अब हामी चाहिँ डन्डे आइसक्यो अब भनेर बुद्ध अब सोटो हो हामी अब बाटोमा भेटौँला चार्ज पनि सक्यो त्यही भएर मैले एकछिनमा उयो गर्छु ल बाई लाइक सब्सक्राइब गरिदिनु होला धन्यवाद हेलो गाइज हामी चाहिँ अब +1 7-11 आइपुगेको अब यसो खाजा खानु पऱ्यो अब त्यस्तै भयो भ्लग नि चार्ज नि सकेर भ्लग नि गर्न पाएन अब यस्तै त हो नि भ्लग गर्न पाएन अब यहाँ आयो 5% चार्ज छ यही फाइनल भ्लग मेरो अब यही आज निको सिक्को घुम्न गयो यताउता त्यतिको भ्लग चाहिँ गर्न पाएन त्यतिको रमाइलो चाहिँ गर्न पाएन तर पनि यत्तिकै हो अब भोक लाग्यो अब यहाँ एउटा दुइटा चिसो अनि सलक्क के खाने अर्को के खाने ल आजलाई यस्तै भयो लाइक सब्सक्राइब होइन सबैजनालाई सेयर गरिदिनु माया गरिदिनु सपोर्ट गरिदिनु यस्तै त हो नि ल बाई सी यू सुन